जाउँ ब्रो म रम्फू क्रस गरेँ ल ए रम्फू क्रस गर्यो के हुने त्यसमा ए ल ल भर्खर म पनि भर्खर माथि जाँदा आइपुग्यो ए हिँडे पो तिमी अलरेडी ल ल ल ओके कहाँनिर पर्खिन्छौ म नि तिमीलाई यता सिक्किमपट्टि नै पर्खिन्छु ल बुबु ल ल सिक्किमपट्टि कहाँ त्यो पेट्रोल पम्पको त्यहाँ ए ल ल ल ओके ल ओके बुबु अहिले चाहिँ फेरि भिडियो हालेछ यो पुल माङ्सिङ भएको भिडियो हालेछ फेरि एआईले बनाएको थियो मासिर हो मासे थाके ए भाले रहेछ होइन एकछिन ल म एउटा यसको फोटो खिचिहाल्छु राख्नुपर्छ पानी निकै बेर राख्नुपर्छ पानी होला ल ल काट्नु नपर्नु ल ल ल यहाँबाट गरौँ होइन यता ठिक छ यता यसो अलिक गहिरो छैन नि जाउँछ माथि चाहिँ माथि आफै कुदेर जाउँछ है ल गयो 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 यता यता जान्छ तपाईँतिर फर्काइदिनु बल त आयो यसको गयो 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 लाग्यो 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 मासिर ल ल
ठुलो छ बसिरहेको छ आम्बो कस्तो हान्ने बित्तिकै टोकेको नि आउनु त आउँदैछ सेकेन्ड गेट माथि ठुलो हो हल्दैन त पम्प आम्मामा ठुलो छ भने लाइन पातलो छ हौ मेरो बेसी हात काम नगर्नु आरामले बिस्तारै ल हेर त आउँदैछ माथि आउँदैछ है आउँदैछ नि आयो 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 ओह्रालो कुद्दै अब यो माछा ओह्रालो कुद्दैन माछा यहाँनिर ल्याउनु कि यहाँनिर निकै बेर खुलाउनु पर्छ है मलाई निक्दैन फेरि आउनु दिन आउँदैन आउँछ पम्प गर्दै ल्याउनु यहाँ ढुङ्गामा रेटिने रहेछ उयो ढुङ्गामा रेटिन्छ नि लाइन मेरो क्या कुद्यो नि यो on छ okay, this is a new spot and this is a good fish. आइपुग्यो फेरि कुद्छ नि छेउमा आएपछि कुद्छ एक खेप त त्यति बेसी ठुलो पनि होइन होला 5 केजी 4 केजी होला अझै ठुलै छ 7 केजी जति होला 5-6 केजी एकछिन निक्लिन्छ होला ल थाके नि यो त अब एकछिन म वहीँ निकालिदिन्छु ल
तिमीलाई देख्यो नि अलिक पछाडि जाऊ त जान्दैन अब हाल्दैन न भयो लोकेसमा जानु भन्छु त थाकेको छैन अलिक निक्लिन्छ अब दामी म क्यामेरा लिइहाल्छु त क्यामेरा लिएर कहाँ हुँदो गएको फेरि खोलातिर सेभ द मासेल सेकेन्ड केच रिलिज नरेताले गर्नु हुँदैछ रिलिज सेकेन्ड केच फर्स्ट केज मेल सेकेन्ड केज फिमेल 7 किलो होला 6 केजिस उता फर्काइदिनु म आफै कुदोस् है गयो है